नेटवर्क पनि यो बाँस गाडीमै लगाएको छ कि त्यो बाँस गाडी मुनतिर मात्रै फोन लाग्छ कता कता सोर्नु पर्ने त्यसका बाजेको भन्न यो मिल्ने खालको सोर्न मिल्ने पन्जा ल्याएको भएर नि अघि नै गालामा छुएर ठ्याक्कै फोन काटिएछ ठुलो गाला हुनेले पनि यो फोन चलाउनु चाहिँ साह्रो गाह्रो रहेछ कायदाको पठाइदिएको छ कि पन्जा पनि कस्तो खालको फोनै पो उठाउँदैन के खालको हेलो उठाएको हो फोन हौ विक्रमी हजुर कहाँ गयो त फोन उठाउँदैनस् त कामबाट फर्किरहेको ए कामबाट फर्किँदैछ ए भेरी गुड तेरो आमा कहाँ छ आमा काममा होला नि किन काममा अरे हजुर के त्यो नचाहिने काम गरिरहेको त्यसलाई मैले भनेको मैले खोज्दैछु फोन त्यहाँ बाजेले भनेको थियो के खालको फोटो हालेको थियो फेसबुक के भयो भएभरको सबै सुन जति राखेर लक्ष्मी पूजा गरेको भनेर फोटो राखेर यहाँ दुनियाँ सबै देउसी खेल्नु आए जति 5000 भन्दा मुनतिर दिएर त हिँड्दिन भन्थ्यो जो पनि आएको छ पैसा मागेको छ लु पैसा छैन भनेको उहाँ बुहारी छोराले त्यत्रो पैसा कमाएर फेसबुकमा फोटो हालिरहेको छ सुन त 3 किलो कमाएको रहेछ भन्दै त्यसरी हाल्नुहुन्छ अनि तेरो बहिनी के भएको थियो फोटो खिचेर हालेको छ राम्रो हाल्नु सक्दैन फोटो सुँगुरको जस्तो थुतुना पारेर के हो त्यो नचाहिने जति बेला पनि सुँगुरको जस्तो थुतुना कि थुतुनामा बारुवाले चिलेको छ कस्तो खालको हुँदाहुँदैको राम्रो अनुहार सुँगुरको जस्तो थुतुना पारेर सेल्फी हो के बाजे अनि सेल्फी भनेको त स्वार्थी होइन अनि पहिला त त्यो नातिनी स्वार्थी थिएन त त्यहाँ गएर त्यस्तो फोटो खिच्नु थालेपछि स्वार्थी भएछ तेरो बाउ कहाँ छ खै बाउ त काममा होला नि नचाहिने काम गरेको छ त्यसलाई म भन्दिनु जतिसुकै कमाए पनि विदेशमा बसे पनि त्यसको बाउ चाहिँ मै हो नि के भन्नु तेरो बाउले मलाई फ्रेन्ड रिक्वेस्ट पठाएको फेसबुकमा त्यसले जति कमाए पनि जहाँसुकै बसे पनि म त्यसको बाउ हो त्यसले मलाई जन्माएको के भन्नु त्यसले मलाई फ्रेन्ड रिक्वेस्ट पठाउनु म त्यसको बाउ भएपछि त्यसले मलाई बाउ रिक्वेस्ट पठाउनु पर्दैन त्यसलाई तुरुन्तै भन्दै त्यहाँ नचाहिने काम गरेको छ फ्रेन्ड रिक्वेस्ट पठाउने मलाई त्यसले त्यत्रो आँट गर्ने तपाईँ आफै भन्नु यार सबैजना आफ्नो डाइलेक्ट दिउँ त कुटुम्ब पालो भिडियो मन पर्यो भने लाइक गर्नु है कमेन्ट अनि मन पर्यो भने नानीहरूले तलपट्टि भएको रातो बटनमा थिचेर सब्स्क्राइब गर्नु त्यसपछि त हँसाको हँसाइ नचाको नचाइ कुटुकटुक नानीलाई चाहिँ सुन्तला मन पर्यो भने त मैले केही भनेको थिइनँ त कस्तो खालको